जाडो छ, तातो कफी त पिउने पर्यो। नमस्ते। हिजो मैले एआई को बारेमा रिसर्च गर्दैछु भनेको थिएँ नि, त्यसैको बारेमा केही कुरो गरौँ है त। गुगलमा सर्च गरेर खोज्यो भने हजारौं एआई टुल्सहरू भेटिन्छन्, जसमध्ये आज म एउटा टुलको बारेमा कुरा गर्नेछु। त्यो हो ग्रोक एआई। ग्रोक एआई एक स्मार्ट टुल हो जसले तपाईको शब्दलाई फोटो र भिडियोमा बदलिदिन्छ। तपाईले कल्पना गरेको कुरा केवल लेख्नुपर्छ। उदाहरणका लागि, पहाडमा उडिरहेको ड्रोनबाट खिचिएको सूर्योदयको भिडियो भनेर लेख्नुहोस्। ग्रोकले त्यही अनुसार फोटो वा भिडियो बनाइदिन्छ। यो ग्रोक टुल चलाउन धेरै सजिलो छ। 1 ग्रोक खोल्नुहोस्, 2 तपाईले चाहेको दृश्य लेख्नुहोस्, 3 जेनेरेट बटन थिच्नुहोस्। बस केही सेकेन्डमै तपाईको फोटो वा भिडियो तयार हुन्छ। यी त भए केही सैद्धान्तिक कुरो। अब म यसलाई कसरी गर्ने त भनेर कम्प्युटरको स्क्रिनमा देखाउँछु है त। कुनै वेब ब्राउजर खोल्नुहोस्, grok.com टाइप गर्नुहोस्। ब्राउजर खुलेपछि इमेजिन क्लिक गर्नुहोस्। स्क्रिनको बटम पार्टको प्रम्प्ट बक्समा हजुरले के इमेजिन गर्नुभएको छ त्यो लेख्नुहोस्। अहिलेलाई भने उदाहरण दिएको पहाडमा उडिरहेको ड्रोनबाट खिचिएको सूर्योदयको भिडियो भनेर लेख्नुहोस् र क्रिएट बटन थिच्नुहोस्। तपाईलाई धेरै तस्बिरहरू दिन्छ, त्यसलाई डाउनलोड गर्न सक्नुहुन्छ, तर यदि भिडियो बनाउने हो भएन त्यसमा रहेको प्ले बटन थिच्नुहोस्, भिडियो बन्छ। देख्नुभयो हैन त कति सजिलो छ। यसरी एआई को प्रयोग गरेर फोटो भिडियो बनाउनको लागि अब भयो नि त सजिलो। हजुरहरूलाई सामाजिक सञ्जालमा फोटो भिडियो पोस्ट गर्नको लागि यो टुल चलाउनको लागि कम्प्युटर वा ल्यापटप नै चाहिन्छ भन्ने छैन। हजुरहरूले आफ्नो मोबाइलमा पनि सजिलै बनाउन सक्नुहुन्छ। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने फेरि अर्को भिडियोमा भेटौँ है त। ह्याभ अ गुड डे। ए नाति बाबु, मेरो कफी चिसो भएछ, अर्को बनाएर ल्याऊ त। स्याबास नाति, बाजेको सेवा त गर्न पर्यो नि हैन।